ओके ल ह्याप्पी फ्राइडे एभ्रिवान आज चाहिँ फ्राइडे र हामी चाहिँ आज वनभोज जाने प्रिपरेसनमा छौँ र वनभोजको लागि चाहिने नुन तेल मरमसलाको लागि चाहिँ हामी अहिले यो भाटबटिनी आएको छौँ भाटबटिनीमा हामीलाई चाहिने सामानहरू किन्छौँ र त्योपछि चाहिँ आज हाम्रो के स्टार्ट हुँदैछ त वनभोज स्टार्ट हुँदैछ है फ्रुट्सबाट फर्स्ट सपिङ फ्रुट्स चाहिँ डाइरेक्ट लिक्विड सप हो क्या तर हनी भयो क्या हनी हो हनी गुलियो के लियो तिमीहरूले के लियो क्युआर कोड किन पैसा पसन्दैको वर्तमान चाहियो अब त नआयो नि पैसा आएपछि चिकन ठुलोमा मोटोमा नै ठुलोमा धेरै ठुलो हुन्छ धेरै ठुलो हुन्छ तर बार्बी गर्न चाहिँ ठुलो ठिक हुन्छ बार्बेक्यु गर्नलाई ठिक हुन्छ भनेर रिमालले मोटो भन्थ्यो मान्छे नहोला जस्तो हो यो चाहिँ बार्बेक्यु चिकन सस लैजाउँ न त ल त्यो चाहिँ उसलाई ब्रेकफास्टलाई एभोकाडो एक्स्ट्रा के रे त्यो के उठा चाहिँ थाहा छैन उसलाई नि टोमियम र कस्तो मिठो हुन्छ के हो त्यो भने टोमियम सुप क्या मामा यो सिम्पल मामा यो चाहिँ मलाई मिठो लाग्छ ल्याएर एभोकाडो पनि लिएर आयो बिटरुट एभोकाडो बनाना पनि छ बनाना उठाउने होइन वानली के अरे ड्रागन फ्रुट एकदम हेल्दी केटाहरू अझै डिटक्स हुन्छ कि मेरै डाटा चलेको छानी पनि सकिसक्यो आपेरै नछाने हुन्थ्यो कि के छाने छ ड्रागन फ्रुट यो त के जुनार म्याङ्गो छ म्याङ्गो अम्बा एउटा पियाज पुग्दैन बिर्सै रहेछ त मेरै छाने जी बिरामी हो औषधि लिएर मामा कता अरे हामी आज मामा कता अरे हामी आज आज हामी वनभोज कार्यक्रम अन्तर्गत रियल वनभोज होइन त वनभोजै जाला वनभोज अनि खासमा चाहिँ हामी कति 7 जना हुन्छ होला गिटार छ हामीसँग म्युजिक छ हामीसँग फ्रुट्स छ आज स्पेसल म ड्रागन फ्रुट र बिटरुटको लागि चाहिँ खास जानु मन लाग्यो यो वनभोज तर केटाहरूले अलि चाहिने भन्दा धेरै लिक्वर रिसाउँछ केटाहरू लिक्वर टिपिते ठिक छ हामी अहिले समयमा छौँ लाइक हेडिङ टु वनभोज कार्यक्रम अनि तपाईँहरूलाई भोलि बाँकी चाहिँ अब भ्लगमा हेर्नु ठिक छ नि एक्साइटेड छ नि टिकीमा नि यहाँ सामान राखेको छ है सबै अरू सामान सबै टिकीमा छ ल ठिक छ अहिले हामी ठ्याक्क ल स्वयम्बु नै छेकिदिन स्वयम्बु आइपुग्यो स्वयम्बुबाट माथि छ है हामी जान लागेको ठाउँ चाहिँ भाइ के हो गिन्दै थु खतम हो जाए कि त पर पैसा नै हो निस्के छ त पैसा त हामी चाहिँ अहिले स्वयम्बु आइपुग्यो अब स्वयम्बु यहाँ काखना चोकबाट भित्र है हामी जान लागेको ठाउँ चाहिँ मलाई रक स्टार जस्तो देखिया भन्नु खोजे को जस्तो रक स्टार ल अब हाम्रो रिमेनिङ सपिङ है यहाँ चाहिँ के बाँकी छ ल वनभोजको लागि पहिलो स्टेप स्टार्ट भयो है सुरुमै यो त ट्रेकिङ गएको जस्तै उकालो छ त के हो ट्र्याकिङ गएको जस्तै
भर्खर 2 स्टेप हिँडे नाम टाइगर हिँडाउनु पर्छ ल आजको लोकेसन चाहिँ आइपुग्यो मलाई चाहिँ 21 मिनेट बोकाइदिएर यत्रो उकालोमा एक होइन नि भाइ त्यो 2 हो नि आजको वनभोज खाने ठाउँ चाहिँ हाम्रो यही हो थके मारे बाँदर लड्ने उकालो रहेछ सुरुमा ठाउँ खिच्छु हाम्रो दाइली नआउनु भएको थियो तलसम्म चाहिँ यहाँबाट देखिने भ्यू एउटा स्विमिङ पुल हुँदा त ठाउँ दामी हुन्छ उफ र आजको हाम्रो भिला आयो चाहिँ ल म चाहिँ यो ठाउँको होम टुर दिन्छु है त्यहाँ माथि चाहिँ किचन रहेछ अनि सुरुमा सिटिङ रुम रहेछ यहाँ ठिक छ जुम आउट गर्नु पर्यो यस्तो रहेछ सिटिङ एरिया त्यसपछि यो वासरुम आई मिन अल पिङ्क है फेरि माथि बेडरुम एरिया हेर्न जाउँ एउटा बेडरुम यो होला बेडरुम अलिक कोजी कोजी ठिकै छ केटाहरूको लागि अनि यो अर्को मामा कता हो लुगा सुकाउनु जान्ला अरे ल गफेरको ल अब पकाउनुतिर लागौँ है हामी मान्छे त सधैँ पकाइरह नि केटाहरूले किचन पनि हेरिदिउँ न यहाँको किचन चाहिँ सानो रहेछ है ओए चिरी के हो रुफ टपमा वासरुम त्यहीँ छ अहिले सबै वासरुम हो नि त्यहाँ आनीकोमा त सबै वासरुम हुन्छ महँगो चिजहरूलाई चिन्ता राख्छु क्याट खोल्ने कि भ्याटै खोल्ने क्याट खोल्ने भ्याट खोल्ने क्याट खोल्ने सुरुमा त क्याट खोलौँ न हो क्याट कुन चाहिँ ल यहाँ त बढी ठाउँ रहेछ त्यहाँ किचन क्याट हो यो रुम छ भन्थ्यो त्यहाँ एउटा दिदीले कहाँ हो नि र भाइ मैले ट्याक्क देखिहालेँ समाइदिइहालेँ तिमीहरूले अरू अरू कुराहरू राख्थ्यो ए यो त ब्याग जिनिसी भनेर ल यसको त भिडियो नि हान्नु ए भिडियो रे फोटो हान्नु पुरानो फेभरेट है सबैको है यो चाहिँ के भ्याट त बुढाहरूले जमानादेखि खानेहरू भएर अहिले त यो ऊहरू ब्याग पाइप पर्दा के अरे रोयल स्ट्याग हो नि यो त लाइट बोर्ड ल थ्याङ्क यू है फ्रुट सलाद ल्याएकोमा यो चाहिँ के हो त यो चाहिँ नि हेर ल यो ठुलोकै हो यो त म्याङ्गो यो चाहिँ सबभन्दा जसले फर्स्ट यस्तो मिठो रहेछ म्याङ्गो ड्रागन चाट चाहिँ सुरुमा ह्यान्ड ओभर हो केटाहरू भर्खर आउँदैछ है अब सोल्टी जाने हो जाने हो केटाहरू लिन आएँ म चाहिँ यो पार्किङ भित्र छ जिग्री यो भित्र छ यहाँ होइन हिँडेर यहाँबाट के बस्नु पर्दैन ए चिरी योमा ए मलाई अघिबाट भुकेको छ किन भुक्यो यार किन भुकेको आउनु पर्यो दुई लाइनमा त गाडी म सब गाइन्छु ल म त
त दामी सिङ्गर हुन्छ होइन सगुन कहाँको सिङ्गर र सिङ्गर चाहिँ हो नि त हो मलाई हाम्रो पसलको पसलको कस्तो होला त्यो पहिलो भेट भावनाको सँगै बहाइछु लाइट देऊ नि त होइन तिमी तिमीले कस्तो होला त्यो पहिलो भेट भावनाको बेगसँगै रहँदैछु प्रतीक्षामा छु रमाइरहेछु भोलिको दिनलाई सम्झँदै दुखियो बढिरहेको यो जीवन भइआउला बादल भई त्यो रमाइलो गाउँमा त्यो रमाइलो गाउँमा बनाएर मलाई नराख्न त्यो भाइ पाके हो ओए चुडाएर खाने जस्तो भएर चाहिँ भाइ रातिको त के भ्लग गर्नु त ल अब हाम्रो चाहिँ सक्यो रिमाल कस्तो भयो कस्तो भयो कस्तो भयो आइज अरू जिल कस्तो भएछ जिल कस्तो भएछ के भयो ल दाइ ल निरु कैसा हुआ